सो हे गाइस, इट्स मी जेठा ब्लग एन्ड सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु। सो आज चाहिँ हामी चाहिँ यता माथि डाँडामा कु भन्ने ठाउँ यता छ। त्यो कु भन्ने ठाउँमा चाहिँ हामी जान लागेको छौँ। हामी एउटा दाइ र म जान लागेको छौँ। अनि धेरै पछि भ्लग आएको छ, हेर्दै गर्नु होला। अनि त्यही हो, बाटोमा के कस्तो हुन्छ हेरौँला। अनि अब चाहिँ एकछिनपछि हामी भेट्नेछौँ। जेठा भ्लग यस्तो बाइक पार्किङ गरेर झिक्रियो हुन्छ उहाँ। जेठा भ्लग हाल्न गइरहेको छु, त्यहाँ त ठोक्किन्छ होला नि। जेठा भ्लग चाहिँ त्यो बाइकलाई यहाँ पार्किङ गर्ने भनेको छ। साथै यो चाहिँ अब केही समयपछि यहाँको यो बाइकको चाहिँ राइड गर्दै हुनुहुन्छ हाम्रो विनोदजी। जेठा भ्लग ओहो सारू कटा हो उता भ्लगमा भित्र हाल्ने भ्लगमा हामी अब तिम्रो बाइक होला। ओके म लगेर जाने जानुहोस् है। उता बाई बाई भनेर पनि ल सो त्यही हो, अब बाटोमा हेर्दै गरौँ ल। सो गाइज अहिले चाहिँ हामी यता माथि पोन्ठोक आइपुगेको छौँ। अनि यहाँ ट्याक्कै हेर्न सक्नुहुन्छ अंसिलो आमामा अर्ग्यानिक अंसिलो। बाउले चाहिँ उता खाडै हुनुहुन्छ। कठो छ बा अंसिलो मसिनो छ र अर्ग्यानिक चिज खान पर्छ। अनि बाइक चाहिँ उता छ, ठ्याक्क पानी आठो। अहिले चाहिँ यस्तो गरेको छ मौसम। आज धेरै ठाउँ घुम्ने जो बाउ र म चाहिँ घुम्ने आज अंसिलो। अलि पानी आएर चाहिँ रसिलो भएन, नत्र घाम लाग्यो भए यस्तो मिठो हुन्थ्यो यो। ल गाइज हाम्रो बाउले चाहिँ अब भ्लग गर्नुहुन्छ ल। ओके हामी अहिले देवीस्थान लाग्दैछौँ। अब यहाँ देउराली भन्ने ठाउँमा आइपुग्न लागेछौँ। अनि जेठा भ्लगले मोबाइल समय भनेर म भ्लग गर्दैछु। अनि यो सबै देखाउनु यता बुट्टाहरू ढमाउरो काँडाहरू हुने ठाउँ हो। एकदम लेक हो। त्यति लेक भन्दा पनि त्यति लेक पनि होइन, गोरोममै। अनि यो चिसो बुट्टाहरू, अनि पानीको यो देवीस्थानमा अलिक खाँचो छ र अनि चाहिने जमिन जग्गाहरू सबै बाँझो छन्। अनि माटो त मलिँदै छ। अनि जेठा भ्लग त चिज चढ्दाखेरि कस्तो भएको छ त? जेठा भ्लगले बाइक राम्रै चलाउँछ, ठिकै छ हो। अनि साह्रै अप्ठ्यारो बाटो लग्दाखेरि मलाई एकदम रिस उठेर आउँछ। हो र छोराले फेरि अब भ्लग बनाउने भने अप्ठ्यारो बाटो एकदम खराब। उसलाई त डर लाग्दैन, म 60 वर्ष पुगेको बुढालाई कहाँ पल्टाउँछ भन्ने डर लाग्छ।
अनि हामी चाहिँ यहाँ यो पारी तागुङ झारपानीको डाँडा हो। हाम्रो जन्मथलोमा आइयो नि हाल तल गरौँ न। जन्मे घुम्ने हुँदैछ। अनि यसो चाहिँ तिमीलाई देखाऊ भनेको जस्तो रोड बाख्रो है भल घाँसो ल। हाम्रो गाउँमा अझै बिजुली बत्ती खोलेको छैन। ऊर्जाको बत्तीले अलिअलि बाल्ने काम भइरहेको छ। हाम्रो यहाँ अहिले सालमा बिजुली बाल्छन् कि भन्ने आशा पूर्ण छ। हाम्रो वडा अध्यक्ष निम हो। निमले अहिले आशा छ नि केन्द्रलाई आशा र लाइनमा तातो पानी गएको छ। बत्ती आएको बत्ती आएको छैन। अब चाहिँ हाल्दैन होला पहिला त्यो। हामी यो बाटो पुरा नुन बोकेर खाएको बाटो हो। अहिले के होस् घोरेतो बाटो भए पनि आएर जनतालाई सुविधा भएको छ। अब हामी ठ्याक्कै देवीस्थानको देउराली भन्ने ठाउँमा आइपुग्न लागेको। देउरालीमा देउराली ल यो हाम्रो देवीस्थान गाउँ प्रवेश हुँदैछ। पानी देखाइदेऊ त देवीस्थान। देवीस्थान देखिन्छ नि त हाम्रो गाउँ। यसमा धेरै अप्ठ्यारो रहेछ बाटो। तरिका पानीमा हामी देवीस्थान आइयो रेनकोट लगाएर। यस्तो बाटो बनाएको छ ए जन्मथलो आइयो। देवीस्थानको गाउँ। गाउँ काटिरहेको छन् पानीमा पनि। सो गाइज हामी चाहिँ अहिले चाहिँ फाइनल डेस्टिनेसनमा आइसक्यो। बाइक चाहिँ यहाँ पार्किङ गर्यो। ट्याक्कै यता चाहिँ यो पोन्थोकको भ्यू देख्न सक्नुहुन्छ। त्यही हो। अब चाहिँ हामी माथि घरतिर जान्छौँ। के कस्तो भयो ब्लग रमाइलो भयो होला भन्ने आशा गरेको छु। भन्ने मलाई लागिरहेछ। अनि बाउको भ्लग नै हेरिदिनु होला। यति भन्दै आजको भ्लग यहीँ अन्त्य गर्न चाहन्छु। बाई बाई गाइज।